दर्शन नमस्ते सम्पूर्ण साथीहरूलाई मेरो भिडियोमा स्वागत छ। साथीहरू, सम्मानीय प्रधानमन्त्री बालेन्द्र शाह भनेको चाहिँ यस्तो ब्रान्ड हो साथीहरू, जो बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको भिड हो साथीहरू। एउटा सानो स्ट्याटसले उहाँको विश्व हल्लाइदिएको छ क्या साथीहरू। उहाँको काम, उहाँको कम बोल्ने शैली होइन, उहाँको मौनताले नै विश्व मान्छे नेपालीमा भ्रष्टाचार गरेर ठगेर खानेहरू, एमाले काङ्ग्रेस माओवादीका झुन्डहरू आज पनि डराइरहेका छन्। सम्मानीय प्रधानमन्त्रीलाई चाहिँ म हृदयदेखि नै सलाम व्यक्त गर्न चाहन्छु। यहाँले झापा 5मा केपी ओली शर्मा ओलीलाई चाहिँ हराएर विजय हुनु भएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। सम्पूर्ण नेपाली जनताहरूलाई, विशेष गरी झापा 5का जनताहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँहरूको सपोर्ट मायाले नै आज उहाँलाई उच्च स्थानमा पुर्याइदिएको छ होइन। एउटा बालेन शाह चाहिँ यस्तो मान्छे हो साथीहरू, जो काठमाडौँको सडकमा ऱ्यापर गाएर हिँड्ने मान्छे आज बालटारको कुर्सी समाउने ठाउँमा पुग्यो साथीहरू। सो उहाँले पनि भ्रष्टाचार गर्नुभएको भए आज पनि एमाले काङ्ग्रेस माओवादीले अझै पनि उहाँको धेरै गर्थ्यो होला नि त होइन। उहाँले त्यो गर्नुहुन्न साथीहरू। हामीलाई सम्पूर्ण नेपाली जनताले चाहिँ विशेष गरी सपोर्ट गर्नुपर्छ, माया गर्नुपर्छ। बालेन्द्र शाहलाई खुट्टा तान्ने काम कम गरौँ साथीहरू। हामीले पार्टीकै कुरालाई हेर्ने भन्दा पनि उहाँको काम शैलीलाई, बोल्ने शैलीलाई हेरौँ साथीहरू। अहिले पनि जस्तै हर्क साम्पाङ सांसद भवनमा धेरै बगबग गरिरहेछ। त्यो खुट्टा तानेर बगबग गरेर केही हुनेवाला छैन। सकिन्छ जय गर्नु, सकिँदैन जय पनि छैन, विजय पनि छैन साथीहरू, हेर्नु है। अनि हर्क साम्पाङले गाली गर्ने मान्छे पनि त्यस्तै क्या, गाली गरेर केही काम छैन। हर्क साम्पाङले कहिले कुरो पनि बुझ्दैन, त्यो भएको कुरो थाहा भएको कुरो होइन। हर्क साम्पाङलाई कुरा गरेर साध्य पनि छैन। उसले आफैले जित्नुपर्छ, हरेक कुरामा ऊ आफै ठुलो बन्नुपर्छ होइन। त्यही भएर हर्क साम्पाङलाई गाली गर्ने काम पनि नगर्नु होला कसैले पनि। अब जति भने नलाउने मान्छेलाई त्यो भनेर केही हुनेवाला केही अर्थै छैन होइन। अब बालेन्द्र शाहको उहाँले विरोध गर्नु भनेको धेरै राम्रो कुरा हो साथीहरू। किनकि बालेन्द्र शाहको विरोध गरेर त बालेन्द्र अझै चर्चामा माथि पुगिरहेको छ होइन। केही पनि हुनेवाला केही पनि छैन जति विरोध गरे पनि। विशेष गरी झापा 5का सम्पूर्ण नेपाली जनताहरूलाई चाहिँ म हार्दिक धन्यवाद दिन चाहन्छु। तपाईँहरूको माया सपोर्टले नै आज उहाँलाई एउटा बालटारको कुर्सी समाउने ठाउँमा पुर्याउनु भयो। धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्त नमस्ते, धन्यवाद।